जेन्जी आन्दोलनप्रति गद्दारी। आज म यो विषयमा चर्चा गर्न गइरहेको छु। दशैं सकिसकेको छ र अब तपाईँ हामी अलिकति ठन्डा दिमागले जेन्जी आन्दोलन र त्यसको नाममा जे घटनाक्रमहरू भए तिनलाई विश्लेषण गर्ने, तिनमा संलग्न पात्रहरूलाई चिन्ने र जुन नेपालमा यस बीचमा जुन राजनीतिक उथलपुथल भयो त्यसलाई अलिकति वस्तुगत किसिमले विश्लेषण गर्ने ठाउँमा छौँ जस्तो मलाई लाग्छ। अनि त्यसो हुनाले हिजोको घटनाक्रमहरू केही छ जुन मैले योभन्दा अगाडि फेसबुकमा पनि लेखेको थिएँ, फेसबुकमा हुने साथीहरूलाई थाहा पनि छ। त्यसलाई जोडेर जेन्जी आन्दोलन जेको लागि भनेर उठेको थियो त्यसमाथि अहिले कसरी गद्दारी गर्ने काम भइरहेको छ भन्ने विषयमा आज म चर्चा गर्न गइरहेको छु है। त्यसको लागि सबैभन्दा पहिला चाहिँ एउटा कुरा एड्रेस गरौँ जस्तो लाग्छ। हिजो साँझ मैले जुन फेसबुकमा एउटा लामो स्ट्याटस लेखेको थिएँ, एउटा डकुमेन्टको स्क्रिनसट राखेर त्यसमा आएका कमेन्टहरूमध्ये एक थरी कमेन्टहरूको जुन जिस्ट छ पहिला म त्यसको कुरा गर्छु। त्यो भयो भने चाहिँ के हुन्छ भने यो गद्दारीको कुरा विश्लेषण गर्नु तपाईँ हामीलाई सजिलो हुन्छ है। त्यसमा केही साथीहरूले अब यो चाहिँ मैले चाहिँ प्रतिनिधि भएको कारणले चाहिँ केही मान्छेले भन्दाखेरि पनि बनेको, किनभने नेपालमा अहिले पनि एकदमै ठुलो सङ्ख्यामा मान्छेहरूलाई के लाग्छ भने जुन राजनीतिक उथलपुथल भयो त्यो चाहिँ स्वतस्फूर्त थिएन, त्यो कुनै षड्यन्त्रको पाटो थियो। त्यो षड्यन्त्रको पर्दा पछाडिका पात्रहरू अब बिस्तारै पर्दाभन्दा अगाडि आउँछन् अनि त्यसो हामीले चाहिँ बृहत्तर षड्यन्त्रलाई बुझ्नुपर्छ। अनि यो चाहिँ केही युवाहरूले सडकमा निस्केर गरेको स्वतस्फूर्त आन्दोलन थिएन भन्ने एउटा एकदमै धेरैजना मान्छेहरूबिच यो बुझाइ छ। सबैभन्दा पहिला म त्यो बुँदालाई एड्रेस गर्छु। यसको लागि त्यसलाई एड्रेस गर्न किन पनि आवश्यक छ भने योभन्दा अगाडि धेरैवटा सामाजिक सञ्जालमा पोस्टहरूमा भिडियोहरूमा मैले षड्यन्त्र कथाहरूको कुरा गरेको छु। कन्स्पिरेसी थ्योरीहरूमा नफसौँ है, यस्ता छन् भनेर मैले भन्दै आएको छु। आज म के भन्छु भने कन्स्पिरेसी थ्योरीमा विश्वास गर्नु र अनेक सिनेरियोहरू कल्पना गर्नु, काउन्टर फ्याक्चुअल भन्ने एउटा छ के अङ्ग्रेजीमा शब्द, त्यो भनेको इतिहास जसरी अगाडि बढ्यो त्यो नबढिदिएको भए के हुन्थ्यो, कुनै बिन्दुमा घटनाक्रम यसरीको सट्टा उसरी फरक किसिमले गएको भए के हुन्थ्यो भनेर काउन्टर फ्याक्चुअल भन्छ। अनि त्यो सबैलाई मन्थन गर्नु चाहिँ कन्स्पिरेसी थ्योरी होइन है। त्यसमा त्यो सिनेरियोको हिसाबले पनि र यो चाहिँ यो कन्स्पिरेसी भन्ने कुरालाई चाहिँ अलिकति एउटा सारभूत टुङ्गोमा पुर्याउनको लागि म तपाईँलाई आज त्यसलाई एक किसिमले विश्लेषण गर्छु। एकछिनलाई मानिलिउँ हाम्रो यो षड्यन्त्र कथा पत्ताउने साथीहरूले भनेको जस्तो, अथवा यसमा षड्यन्त्र देख्ने भनौँ, उहाँहरूले त्यसलाई षड्यन्त्र कथा कन्स्पिरेसी थ्योरी भन्नुहुन्न, यो सबै कन्स्पिरेसीको पाटो भन्ने साथीहरूलाई एकछिन मानौँ उहाँहरूले भने जस्तो कुरा हो। यसमा खास गरी भरत दाहाल भन्ने एकजना कन्स्पिरेसी थ्योरीमा पिएचडी होल्डर छन्, उनले भनेको जस्तो होस् अथवा सौरभको कन्स्पिरेसी थ्योरी होस्, त्यो कुनै कन्स्पिरेसी एकैछिनलाई मानौ साँचो हो है। नेपालको राजनीतिक उथलपुथल, त्यस पछाडि भएको लद्दाखको चाहिँ त्यहाँको आन्दोलन आगजनी ध्वंस, त्योभन्दा अगाडि भएको बङ्गलादेशको, त्योभन्दा पछाडि भएको चाहिँ इन्डोनेसिया फिलिपिन्सको, त्योभन्दा अझै अगाडि भएको श्रीलङ्का, यी सबै चाहिँ कसै न कसैले सुनियोजित रूपमा गरेको भन्ने कुरा एकछिनलाई मानौँ। को भन्ने पनि यकिन छैन, किनभने कसैले को भन्छ, कसैले CIA भन्छ, कसैले बारबरा फाउन्डेसन भन्छ, कसैले र भन्ला, कसैले को भन्ला, त्यो कुरा आफ्नो ठाउँमा छ। एकछिन मानौँ त्यो साँचो हो। मेरो प्रश्न सो वाट भयो भने के CIA ले, बारबरा फाउन्डेसनले अथवा अरू कसैले, युरोपियन युनियनले, अमेरिकाले आफ्ना मान्छे पठाएर यहाँ गरेको हो, सडकमा आन्दोलन गरेर सिंहदरबार चलाउन आफ्नो मान्छे पठाएको हो। अमेरिका आएका हुन्, भारतीय आएका हुन्, युरोपका मान्छे आएका हुन् हैनन् नि। जसले जलाए, जसले जलाउने आदेश दिए, जसले कोअर्डिनेट गरे ती त हाम्रै नेपालका मान्छे हैनन्। अबको त्यसो भए प्रमुख मुद्दा के हुने त, जसले जलाउने प्रपञ्च गरे तिनलाई समातेर जवाफदेही बनाउने कि यी चाहिँ गोटी मात्रै हुन्, त्यो पनि पुष्टि गर्ने कुनै आधार नभइकन। यो मास्टर माइन्ड त अर्कैको हो है, यो चाहिँ अर्कैको षड्यन्त्र अन्तर्गत भएको थियो, यी चाहिँ त्यहाँ गोटी मात्रै हुन् भनेर उनीहरूलाई उन्मुक्ति दिने। कन्स्पिरेसी थ्योरीको सबैभन्दा डरलाग्दो कुरा नै के हो भने यसले तपाईँ हामी जो छौँ यो देशमा सबैको एजेन्सी खोज्छ। एजेन्सी खोजेपछि के हुन्छ भने जसले राम्रो काम गर्छ उसले
राम्रो काम गरेको जस पाउँदैन। जसले खराब काम गर्छ उसले चाहिँ त्यो खराब कामको लागि जिम्मेवार हुनु पर्दैन के। सबैभन्दा डरलाग्दो कुरो त कन्स्पिरेसी थ्योरीको डरलाग्दो कुरो चाहिँ त्यो हो। ऊ पनि फलानुको एजेन्ट, ऊ पनि फलानुको एजेन्ट, ऊ पनि फलानुको एजेन्ट। अब त्यो यदि हो भने एकछिन हामीले त्यो हो भन्ने मान्ने हो भने त यहाँ त केही पनि गर्नु परेन नि त, यहाँ जलाउने त कसैलाई खोज्नै परेन। ल मानौँ चाहिँ एउटा जुन सबैभन्दा कमन कन्स्पिरेसी थ्योरी अनुसार ल सिआईले सत्ता पलट जताततै गराएछ भन्ने मान्ने हो भने हु द हेल आर यु गोइङ टु फाइट विथ? के हो सिआइए भनेको? कहाँ छ? को हो? उसित लड्ने तिम्रो एजेन्सी के हो? लड्ने तरिका के हो? कसरी प्रतिवाद गर्ने हो? अबको दिनमा कसरी जाने? उसलाई जवाबदेही कसरी बनाउने हो? त्यो भनेको कन्स्पिरेसी थ्योरीले चाहिँ के गर्छ भने एउटा दिमागलाई चाहिँ के गर्छ भने एकदमै जटिल यथार्थको चाहिँ एकदम सरल र लिनियर स्टोरी बनाएर दिन्छ क्या। त्यो कम्प्रिहेन्ड गर्न सजिलो हुन्छ, बुझ्न सजिलो हुन्छ। त्यसो हुँदा चाहिँ त्यो रानोको वरिपरि अरू मौरी झुम्मिएको जस्तो मान्छे भरत दालहरूको वरिपरि झुम्मिन्छन्। तर त्यो भनेको आफैमा के हो भने त्यसले चाहिँ त्यो कन्स्पिरेसी थ्योरीको प्रोलिफरेसनले के गर्छ भने समाजलाई अधोगतितिर धकेल्छ है। किनभने जस्तो सुकै अपराध यहाँ कसैले गरोस् ऊ चाहिँ त्यसको लागि अपराधी नै होइन, किनभने अर्कोले गराएको थियो भन्ने भयो त। त्यसो हुँदा त्यसले चाहिँ त्यो दण्डहीनताको लागि एउटा वातावरण माहौल गराउँदै गरेको हुन्छ। त्यसो हुँदाखेरि जो साथीहरूले अहिले षड्यन्त्र भनेर भनिरहनु भएको छ, यदि तपाईँहरूको षड्यन्त्रै हो, ल षड्यन्त्रै हो भन्ने मान्ने हो भने पनि त्यो षड्यन्त्रसम्म जानको लागि त जसले यहाँ आगजनी अपराध गरेको छ, जसले मान्छेलाई जिउँदै जलाएको छ, आफ्नै साथीहरूलाई पहिला भित्र हुलेर अनि आगो लाएर जिउँदै जलाएको छ, उसलाई त समातेर बकाउनु पर्ने होला नि त। बकाएर तिमीलाई कसले लगाएको, को हो, तिम्रो कहाँ हो भनेर खोजतलास गर्नुपर्ने होला नि। त्यो जलाउनेको पनि एजेन्सी होला, अनि त्यसो उसको इमिडिएट माथि उसलाई जला भनेर आदेश दिनेको होला, अर्कोको होला। अनि त्यसरी गरे पो बल्ल षड्यन्त्रै रहेछ। यदि ल सिआइएकै रहेछ भने पनि पत्ता लगाउने तरिका त त्यो होला नि त, होइन सबै उसले गराएको भनेको छ। अनि त्यस पछाडि भन्दै यता साँच्चैका अपराधीहरू फुत्किने एकदमै ठुलो डर छ। यति भने मैले अब म तपाईँहरू चाहिँ के गर्छु भने हिजोको घटनाक्रम र अनि त्यस पछाडि जुन भदौ 24 को जसले अपराध गरे उनीहरूलाई उन्मुक्ति दिनको लागि तथाकथित जेनजीको एउटा टोली जसले चाहिँ यो जेनजीको स्पिरिटमाथि गद्दारी गर्दैछ भन्ने मेरो थेसिस हो। आज म त्यो विषयमा चर्चा गर्छु। अनि उनीहरूले के गरे भन्ने म तपाईँलाई छोटकरीमा भन्छु। भएछ के भने हिजो तपाईँहरूले अनलाइन खबरको समाचार पढ्नुवाला नपढेको भए पढ्नुहोस्। त्यो अनुसार प्रधानमन्त्रीले एउटा बैठक डाक्नुभयो, जेनजी युवाहरूलाई बोलाउनु भयो। त्यसको मुख्य उद्देश्य भनेको मन्त्रीमण्डललाई पूर्णता दिनु थियो, त्यसमा जेनजी युवाहरूको चाहिँ प्रतिनिधित्व गराउनु थियो। त्यसको लागि त्यहाँ जेनजी युवाहरू गएर दुई पक्षमा बाँडिए भन्यो भने भयङ्कर अन्याय हुन्छ। त्यस्तो भएन। जेनजी भनेर दुईटा फरक पक्षहरू आए, फरक आइडिया, फरक एजेन्डा लिएर आए र त्यहाँ चाहिँ उनीहरू चाहिँ भयङ्कर टकराव भयो मन्त्रीहरूको अगाडि। प्रधानमन्त्री चाहिँ आउनु भएन, तर मन्त्रीहरूको अगाडि उनीहरूको टकराव भयो। ए तँको होस्, तिमीहरूको हो, किन आएको भन्ने जस्तो भयो। सुदन गुरुङ पक्षले सोधे भनेर अनलाइन खबर सुरुमा अनलाइन खबरले लेखेको छ। भन्नुको मतलब जेनजी आन्दोलनको लिगेसी चाहिँ हाम्रो मात्रै हो भनेर त्यसलाई चाहिँ आफ्नो मात्रै बनाउन अनि उनीहरूले प्रयास गरे जस्तो देखिन्छ। त्यसका मुख्य पात्र सुदन गुरुङ देखिन्छन्, तर त्यहाँ पुरुषोत्तम यादव भनेर अर्को एकजना पात्र पनि देखिन्छन् हिजो अनलाइन खबरको समाचार अनुसार, यदि त्यो साँचो हो भने। किनभने त्यहाँ भावना राउत भनेर एकजनाको नाम राखेको थियो अनि उहाँको नाम लिएर मैले हिजो स्ट्याटस पनि लेखेको थिएँ। उहाँको सफाई प्रष्टीकरण पनि आइसकेको छ। प्रष्टसित जुन त्यो देखाइएको डकुमेन्ट छ यो पूर्ण रूपमा दण्डहीनता सुनिश्चित गर्ने भन्ने 23-24 का अपराधीहरूको लागि, अनि त्यसमा मेरो कुनै संलग्नता छैन भने भावनाजीको आइसकेको छ। त्यसो हुँदा ठ्याक्कै को हुन् भन्ने चाहिँ आउनु बाँकी छ। तर चाहिँ उनीहरूको सम्मले त्यो डकुमेन्ट बनाएको भन्ने कुरामा चाहिँ योभन्दा अगाडिदेखि उनीहरूले दिएको अभिव्यक्तिले गर्दाखेरि पनि त्यो बनाएको भन्ने छ। त्यसको हाइलाइट कसैले यदि हेर्न भ्याउनु भएको छैन म यहाँ अहिले स्क्रिनमा पनि राखिदिउँ ल। हाइलाइटको कुरा गर्नुपर्दाखेरि 23-24 जे भयो त्यो सबैलाई जनआन्दोलन घोषणा गर्ने, त्यसमा संलग्न कसैलाई पनि अभियोजन गर्न नपाइने, अनि त्यस पछाडि अर्को भनेको के छ भने उ गर्नु छ अख्तियार प्रमुखलाई राजीनामा गराउनु, सर्वोच्च अदालतको प्रधान न्यायाधीशलाई राजीनामा गराउनु, उहाँको न्याय परिषदको अध्यक्ष पनि हो। अनि त्यस पछाडि यस्तै एकदम लहडी किसिमको मागहरू त्यहाँ छ। त्यसले एउटा आधारभूत प्रश्न चाहिँ के जन्मायो भने जुन हाम्रो कन्भेन्सनल बुझाइ हामी धेरैजना यो जेनजी आन्दोलनप्रति चाहिँ शुभेच्छा राख्ने, अब यसलाई चाहिँ अलिकति सही दिशा दिन आफ्नो ठाउँबाट पहल पनि गर्ने,
हाम्रो एकदम आधारभूत मान्यता के हो र आजसम्म पनि मेरो मान्यता के छ भने भदौ 23 मा जेल भयो। जेन्जी आन्दोलन भनेको खास त्यो थियो। जेन्जी आन्दोलनमाथि दमन गरेर त्यो दिन केपी ओली सरकारले नरसंहार गरेकै हो। तर भदौ 24 मा जे भयो त्यो चाहिँ भदौ 23 ले पुरा जस्टिफाई गर्ने खालको थिएन। स्वतस्फूर्त राज्यप्रतिको जुन चाहिँ त्यो आक्रोश प्रतिशोध थियो त्यो भए पनि त्यो दिन दिनभरि सुनियोजित रूपमा जसरी देशभरि हिंसा भयो त्यसले एड्रेस गर्ने खालको थिएन, पहिलो कुरा। दोस्रो कुरा भनेको जेन्जी आन्दोलनमा जुन चाहिँ देश चाहिँ यो भ्रष्टाचारको दलदलबाट निस्किनु पर्यो, समाज अगाडि बढ्नु पर्यो, देश चाहिँ आर्थिक रूपमा पनि यति जर्जर हुनु भएन, हाम्रो समाज अगाडि पनि हामीलाई चाहिँ बस्न लायक देश चाहियो भनेर जो युवाहरू आएका थिए उनीहरूमध्ये कोही पनि भदौ 24 को आगजनी विध्वंसमा संलग्न छन् भनेर मलाई विश्वास छैन आजका दिनसम्म पनि। जो 23 गते पनि आन्दोलनमा गए र 24 गते गएर लुटपाट तोडफोड आगजनी गरेर मान्छेलाई जिउँदै जलाएर मार्नमा संलग्न भए तिनीहरूलाई असली जेन्जी अभियन्ता जेन्जी आन्दोलनकारी भनेर मान्यता दिन कम्तीमा म तयार छैन है। अनि जसले अपराध गर्यो ऊ अपराधी नै हो, चाहे त्यो आन्दोलनको कभरमा होस् चाहे आन्दोलनको कभरभन्दा बाहिर होस् है। भदौ 23 गते केपी ओलीको सरकारले निहत्था मान्छेहरूमाथि गोली चलाएर गरेको हत्या जति दण्डनीय थियो, अर्को दिन उत्तिकै अथवा त्योभन्दा पनि आततायी तरिकाले मान्छेलाई घरभित्र राखेर त्यही उसमा आगो जलाइदिएर मार्ने जुन काम गर्यो त्यो अपराध चाहिँ आन्दोलनकारीले गरेका हुन्। त्यस कारणले चाहिँ त्यस चाहिँ क्षम्य अथवा त्यो चाहिँ कम दण्डनीय हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन है। अनि त्यसले गर्दाखेरि चाहिँ यो हामी लोकतन्त्रमा छौँ, विधिको शासनमा छौँ, अझ गणतन्त्रमा छौँ, अहिले पनि हाम्रो चाहिँ संविधान पुरापुर के अरे कायम छ। त्यो भए पछाडि मैले अहिलेसम्म जे भने नि त्यो भनेको एउटा कमन सेन्सको कुरा हो, त्यो कसैले कसैलाई भन्न व्याख्या गर्नुपर्ने कुरै होइन। त्यसो हुँदाखेरि जो साथीहरूले अहिले त्यो जेन्जी आन्दोलनलाई गद्दारी गरेर भदौ 24 का अपराधीहरूलाई चाहिँ भदौ 23 का आन्दोलनकारी बनाउन खोजिरहेका छन् उनीहरूलाई बिस्तारै के चाहिँ बोध भएको जस्तो देखिन्छ भने यदि जवाफदेही फेरि फर्क्यो, दण्डहीनता टुङ्गियो र राज्यले साँच्चै अपराधीहरूलाई दण्डित गर्न थाल्यो भने चाहिँ हामी पनि पर्छौँ भन्ने उनीहरूलाई चाहिँ राम्रोसँग त्यो भए परेको र त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ अहिलेको जुन कानुन व्यवस्था छ जुन फर्केको छ त्यो 2 दिन पछाडि त्यसलाई हामी फेरि भङ्ग गर्छौँ, यसलाई टुटाउँछौँ, यसलाई चाहिँ अझै धराशायी पार्नुपर्छ भन्ने हिसाबले चाहिँ उनीहरू त्यो भदौ 24 को अपराधको लागि दण्डनीयता सिर्जना गर्नको लागि उनीहरूले सिङ्गो जेन्जी आन्दोलनलाई नै अनि त्यसको चाहिँ पुरा कर्ताहरू हामी मात्रै हौँ भन्ने, त्यसको लिगेसी आफूले उगट्ने अनि त्यस पछाडि दण्डनीयता सिर्जना गर्ने जस्तो उनीहरूको प्रयास देखिन्छ। अब कुरा त्यसो भयो भने के हुन्छ? सबैभन्दा अब के हो भन्ने कुरा त प्रष्ट भइहाल्यो। उनीहरूले डकुमेन्टमा लिखित गरेर दिए, उनीहरूको नियतमाथि त अब शङ्का गर्नुपर्ने ठाउँै रहेन के। त्यो जेएनजीको एउटा हिस्सा जसले चाहिँ त्यो डकुमेन्ट बनाएर चाहिँ लगेर प्रधानमन्त्री कार्यालयसम्म त्यो लिएर जाने, प्रधानमन्त्री कार्यालयसम्म त्यो लिएर जाने के अरे कुचेष्टा गरेका हुन्। यसको लजिकल कोरोलरी के हुन्छ, त्यसको इम्प्लिकेसन के हुन्छ भने अस्ति राज्यले 32-35 जना कति मार्यो अनि त्यस पछाडि आन्दोलनकारीहरूले त्यो भन्दा बढी मान्छे मारे 24 गते दिनभरि जलाएर, अर्थात् त्यो हाराहारी मारे। अब त्यसको डिटेल के छ? मृत्युको जम्मा मृत्यु हुने संख्या 72-75 कति पुग्यो? यदि यिनीहरूको सुदन गुरुङले जुन नेतृत्व गरेको भनिएको जेएनजीको समूह छ, यदि उनीहरूले भनेको हुने हो भने आजभन्दा 1 महिना 2 महिना 6 महिना पछाडि यदि कसैले 145-150 जना मान्छे मार्न सक्छ भने त्यो आन्दोलन यो अहिलेको जेएनजी आन्दोलन भनिएको आन्दोलन भन्दा 2 गुणा बढी युगान्तकारी हुन्छ है।
त्यसको इम्प्याक्ट 2 गुणा हुन्छ। त्यसको लागि त्यसरी हत्या गर्नेहरूले चाहिँ अहिले चाहिँ यो जेनजीले जति क्रेडिट पाउँछन् त्योभन्दा बढी क्रेडिट पाउनुपर्छ। बढी चाहिँ उनीहरूको लागि चाहिँ अब केही मान्छेहरूले उ गर्न भ्याइसकेका थिए नि, हामी भन्सारमा पनि हाम्रो जेनजीलाई राख भनेर भन्न गएका थिए। त्यस्तै जस्तो जुन नेपालको जुन राजनीतिक इतिहासमा यस घटनाको यो उथलपुथलको जति महत्त्व भयो त्योभन्दा 2 गुणा बढी महत्त्व उसको हुनुपर्छ है। किन भन्नु होला? किनभने यिनीहरूले जुन त्यो हिंसा हत्या अर्को कोणबाट भन्नुपर्दा बलिदानी बनाऊ, शहादत बनाऊ। भलै मलाई चाहिँ के लाग्छ भने भदौ 23 मा भएको शहादत थियो, भदौ 24 मा मरेका मान्छेहरूमध्ये थुप्रैजना चाहिँ आफै अपराधीहरू मारिएका छन्। आफै जसले तल तोडफोड लुटपाट गर्दा गर्दै माथि केही राम्रो छ कि भनेर गए, खास गरी भाटभटेनी लगायतका ठाउँहरूमा अड्केका, अनि अन्यत्र पनि आगजनी गर्दै गर्दै माथि पुगे, अनि तल झर्न नसकेर अनि आफै लगाएको आँखाबाट आफै जरेर मरेका पनि छन्। मेरो विचारमा ती शहीद होइनन्, ती अपराधी नै हुन् है। सरकारले जुन 15 लाख चाहिँ सम्भवतः तिनलाई पनि दिने भनेको छ, त्यो भनेको अपराधीलाई नै सरकारले 15 लाख दिन गइरहेको छ है। अनि यो कस्तो भने हामीले त्यो न्यारेटिभ बनाउन सेट गर्न सक्यो भने जे पनि हुन्छ भन्ने चाहिँ पराएछ के यिनीहरूलाई। अब त्यो जेनजीको एउटा ग्रुपलाई भनौँ, अनि त्यस पछाडि जसले अब अहिले गद्दारी गर्न खोज्दैछ भनेर मैले भन्दैछु, उनीहरूले हामीले भने जे हुन्छ भन्ने चाहिँ उनीहरूलाई एउटा भ्रम परेको छ। रियालिटीले त्यसरी काम गर्दैन है, रियल वर्ल्डमा त्यस्तो हुँदैन। र उनीहरूले चाहिँ त्यो हत्या र हिंसालाई चाहिँ उनीहरूले के गरे भने त्यो आन्दोलनको एक किसिमको दुर्भाग्यपूर्ण पाटो भन्दा पनि त्यो चाहिँ हामीले त्यति हत्या हिंसा भयो, त्यति लुटपाट भयो, त्यही भएर त उपलब्धि भयो है उनीहरूको बुझाइ है। सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, के अरे संसद भवन जल्यो, सबै जल्यो। यसमा आधारभूत बुझाइको फरक के छ थाहा छ? तपाईँ हामीले अहिलेसम्म के सोच्दै आएका थियौँ, त्यो सुनियोजित रूपमा कसैले गर्यो, त्यहाँ घुसपैठ गरेर गर्यो, बढीमा त्यो चाहिँ कोल्याट्रल ड्यामेजसम्म चाहिँ मान्न सकिएला भन्ने थियो तपाईँ हाम्रो। तर उनीहरूको बुझाइ चाहिँ के देखियो भने आन्दोलन भनेकै सार्वजनिक सम्पत्ति जलाउनु, व्यक्तिको निजी सम्पत्ति जलाउनु, हत्या गर्नु, मान्छेलाई जिउँदै जलाएर मार्नु, आन्दोलन भनेको त त्यो हो, त्यो त लेजिटिमेट, त्यो त जनआन्दोलन हो भनेर यिनीहरूले स्थापित गर्न खोजे। त्यो डकुमेन्टको सबैभन्दा डरलाग्दो कुरो चाहिँ यो हो के। यदि त्यही मानक स्थापित हुने भने त मैले अघि भनेको जस्तो अहिले के यो आन्दोलनमा 70-75 जना मार्यो भने अर्को 150 जना मार्ने गरी कोही आउन सक्यो भने उसले के गर्न सक्ने, अझ ठुलो उपलब्धि, अनि उसको चाहिँ अझ ठुलो चाहिँ के हुने भयो भने उसले चाहिँ सत्तामा चाहिँ फड्को मार्न सक्ने भयो है। अर्कोले अर्कोचोटि आएर 300 जना मार्न सक्ने भयो। यो तपाईहरुलाई झट्ट सुन्दाखेरि एकदम सैद्धान्तिक कुरा जस्तो लागेको होला, किनभने नेपालमा जसले त्यो 10 वर्ष युद्धलाई राम्रोसँग हेर्न बुझ्न पाएन नयाँ पुस्ताले, पुरानै पुस्ताले जसले बुझेन अथवा बिर्स्यो, त्यो चाहिँ एकदम अनौठो जस्तो लाग्छ है। नेपालमा हत्या हिंसालाई चाहिँ माओवादीले एउटा राजनीतिको चाहिँ वैध हतियारको रूपमा प्रयोग गरे पछाडि त्यसबाट बाहिर आउन नेपाल देशलाई, नेपाली समाजलाई कति सकस परेको थियो भन्ने चाहिँ यो त्यो समयमा बाँच्ने हामीलाई थाहा छ के है। एकचोटि झट्ट हेर्नुस् त, जतिखेर माओवादीले हतियार बिसाएको थियो त्यस पछाडि पनि यो देशमा शान्ति हुन्छ भन्ने कुनै पनि ग्यारेन्टी थिएन। पहिलो कुरा उनीहरू आफै शिविरबाट कहिले निस्किन्छन् भन्ने त्यो कुनै पनि ग्यारेन्टी थिएन, त्यो शान्ति प्रक्रिया टुङ्गिन्छ भन्ने। दोस्रो कुरा, हतियार प्रयोग गरेर चाहिँ उपलब्धि हासिल गर्न सकिन्छ, सत्तासम्म पुग्न सकिन्छ, सरकार बनाउन सकिन्छ भन्ने स्थापित हुनसाथ कुनै बेला झन्डै दर्जनसम्म र कम्तीमा आधा दर्जन एकदमै सक्रिय सशस्त्र समूहहरू चाहिँ के अरे मधेसमा मात्रै थिए के। त्यो पनि माओवादीको युद्ध सकिनुभन्दा अगाडि जयकृष्ण गोइतले सुरु गरेको, त्यहाँबाट ज्वाला सिंह भन्ने अझ खतरा, त्योबाट छुट्टिएर अझ खतरा अर्को, अझ खतरा अर्को, अझ खतरा अर्को, मुद्दा राजनीतिक पनि दिने, आपराधिक पनि दिने, लुटपाट पनि गर्ने, अनि त्यो गर्दा गर्दै गर्दा गर्दै गर्दा यस्तो जटिल भइसकेको थियो कि नेपाल भनेको अझ ठुलो गृहयुद्धको सङ्घारमा त्यतिखेर पुगेको थियो। त्यो हिंसाको दुष्चक्र रोक्नको लागि नेपालको लागि कति समय लाग्यो भन्नुहोस् त? कम्तीमा 20 वर्ष लाग्यो। 52 सालमा हिंसा सुरु भएको, 72 सालमा संविधान लेखिने बेलासम्म अझै हामी हिंसाको छायाबाट अझै मुक्त भइसकेका थिएनौँ, त्यति लागेको थियो।
यो कुरा अफ्रिकाको देशहरूमा हेर्नुहुन्छ भने कति देशमा देखिन्छ है। हिंसालाई चाहिँ एक किसिमले स्वीकार्यता दियो, स्वीकारेर चाहिँ ल चाहिँ यो हिंसा गरे पछाडि चाहिँ हुन सक्ने रहेछ भनेर चाहिँ हरेक स्वार्थ समूहले त्यस पछाडि हिंसाको लागि तयारी गर्न खोज्छ र त्यसको लागि पर्फेक्ट फर्टिलाइजर भनेको के हो भने चाहिँ यो अहिलेको दण्डहीनता हो। अहिलेको सरकारलाई जे गर्न यो सुदन गुरुङहरूले बाध्य पारेका छन् र जेलाई चाहिँ उनीहरूले अझ त्यो चाहिँ के अरे एउटा के अरे अनौपचारिक किसिमको चिठी मात्रै लेखेको थियो गृह मन्त्रालयले र कारबाही नगर भनेर निर्देशन दिएको थियो। त्यसलाई यिनीहरूले चाहिँ अब कतिजनाले राष्ट्रपतिसित नै सम्झौता गर्ने भनेर प्रयास गर्दैथे, त्यसलाई चाहिँ एकदम वैध रूपमा अब त्यो दण्डहीनता सुनिश्चित गर्ने प्रयास यिनीहरूले गर्दैछन् है। त्यो भनेको पहिलो कुरा त हाम्रो यो जुन त्यो भदौ 24मा जुन हिंसा भयो त्यसबाट निस्किन नेपाललाई कति वर्ष लाग्ने भन्ने कसैलाई थाहा छैन अहिले है। खास गरी निजी क्षेत्रको कन्फिडेन्सको हिसाबले अनि अब वैदेशिक लगानी त अब एकछिन बिर्सिनै दिए हुन्छ नेपालले। अनि त्यस पछाडि यो मिराज ढुङ्गाना, सुदन गुरुङ यिनीहरू जुन त्यो हाम्रो लिनियर थिङ्किङवाला जेन्जीहरू छन् नि, यिनीहरूलाई के लाग्छ भने 3-4 जना नेताहरूलाई समातेर थुन्यो, कारबाही गर्यो अनि भ्रष्टाचार अन्त गर्यो भने अनि त्यस पछाडि नेपालमा चमत्कार हुन्छ। अनि अझ यिनीहरूको अझ एउटा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी छ अनि त्यस पछाडि हामी एकैचोटि सिङ्गापुर जस्तो नर्वे जस्तो भइहालिन्छ भन्ने यिनीहरूलाई भ्रम छ है। जबकि यथार्थ त्योभन्दा ठ्याक्कै 180 डिग्री हो। ल मानौ भोलि चाहिँ भ्रष्टाचार शून्यमा झऱ्यो नेपालमा है, तर मान्छेको कन्फिडेन्स नभएर हाम्रो सेयर मार्केट जिरोमा झऱ्यो, क्यापिटल मार्केट सकियो, त्यस पछाडि लगानी कसैले गर्न छोड्यो, रोजगारी सिर्जना शून्य भयो, आर्थिक गतिविधि ठप्प भयो भने पहिला त्यो भ्रष्टाचार हुँदा ओलीको सरकार छँदाखेरि जस्तो थियो नि, मान्छेको जनजीवन त्योभन्दा 100 गुणा खराब हुन्छ है। अर्थतन्त्र त्यतिसम्म बिग्रिन सक्छ, त्यति बिग्रिने ठाउँ हुन्छ। खास गरी यो चाहिँ हिंसा र प्रतिहिंसाको चाहिँ दुष्चक्र चल्यो भने। तर यो कुरा हाम्रो भाइहरूलाई कसले सिकाउनु, बरु बहिनीहरू सबैभन्दा मलाई एउटा गजब लागेको कुरा चाहिँ के छ भने यो आन्दोलनमा जेन्जीको नाममा जति पनि महिला साथीहरू अगाडि आए उनीहरूको सुझबुझ हाम्रो यो टेस्टोस्टेरोनको पछि दौडेका केटाहरूको भन्दा कम्तीमा 10 गुणा बढी छ के परिपक्वता पनि। अनि तर उनीहरू चाहिँ जुन त्यो हाम्रो यो गद्दारीवाला ग्रुप हो तिनीहरू चाहिँ त्यो गर्न कुरा बुझ्न तयार नै छैनन् है। त्यसो हुनाले अब नेपाल एकदम प्रष्ट बाटोमा छ जस्तो लाग्छ। यो सरकारले पनि बुझे हुन्छ, सबैले पनि बुझे हुन्छ। 23-24मा जुन हिंसा भयो, राज्यले जुन गर्यो 23 गते प्रदर्शनकारीको नाममा जुन हिंसा भयो 24 गते, त्यो दुईटैलाई अपवादको रूपमा स्थापित गर्ने र विधिको शासन स्थापित गर्ने भने हाम्रो भविष्य उज्यालो छ है। किन उज्यालो छ भने भ्रष्टाचारमा चाहिँ राम्रो आँच आउने गरी काम गर्नको लागि, भ्रष्टहरूलाई चाहिँ जवाफदेही बनाउनको लागि इतिहासमा सबैभन्दा अनुकूल समय यो सरकारको अहिले छ। उसले धेरै काम गर्नु पर्दैन, भ्रष्ट भयो भने दण्डित हुनुपर्छ नि मानक स्थापित गरेर प्रक्रियामा सुरु गरिदिए मात्रै संस्थाहरूलाई स्वायत्त बनाएर अनि चाहिँ राम्रोसँग दण्डको थिति मात्रै बसाले हुन्छ। धेरै गर्न सबलाई फाइल खोल्दै लैजाँदै थुन्दै बिना प्रमाण गर्दै गर्नु पनि पर्दैन। जति प्रमाण भेटिन्छ त्यतिको आधारमा मजाले अनि यसलाई चाहिँ एउटा चाहिँ सम्पत्ति छानबिन सिरियसली एउटा एकदम सिरियस आयोग बनाएर गर्ने। अनि अर्को चाहिँ हाम्रो भएकै निकायहरू सतर्कता केन्द्र भयो, सिआइबी भयो, अख्तियार भयो, यिनीहरूलाई चाहिँ यिनीहरूले एकदमै सक्रिय भएर गऱ्यो भने मात्रै पनि अहिले यो सरकारलाई कसैले प्रतिशोध भनेर चाहिँ कुनै विश्वासिलो आरोप लगाउने आधार छैन। यो सरकारमा हुने खास गरी प्रधानमन्त्रीलाई यस पछाडि कुनै पार्टी बनाउनु, चुनाव लड्नु, कसैलाई हराउनु त्यस्तो गर्नु केही पनि छैन। चुनाव मात्रै गराउन आएको सरकार हो, निर्दलीय सरकार हो, एउटा पार्टी भर्सेस अर्को भन्ने पनि छैन। त्यसो हुँदाखेरि यो सरकारले यदि विधिको शासन हुने भने चाहिँ त्यति कारणले मात्रै पनि देश धेरै अगाडि जान्छ। हिजो अस्तिको विपत्तिमै देख्यौँ हामीले एउटा जिम्मेवार सरकार हुँदाखेरि कति फरक पर्छ अघिल्लो वर्षभन्दा भन्ने। त्यसो हुँदा हामी अगाडि जाने बाटो त्यो हो होइन। 23 र 24मा जे भयो त्यसलाई अपवाद होइन कि एक्सेप्सन होइन कि नर्मको रूपमा स्थापित गर्ने हो भने सडकमा प्रदर्शन हुँदातिकै राज्यले 30-32 जनालाई गोली हानेर मारिदिइहाल्ने, त्यसको बदलामा अर्को दिन आन्दोलनकारी आएर फेरि अरू 40-50 जना मान्छेलाई जिउँदै जलाउँदै जाने। यदि त्यो हो भने
संसारमा सबैभन्दा बर्बाद र अस्तव्यस्त भनेर जुन देशहरूको हामीले उदाहरण दिन्छौँ, सोमालिया होला, सेन्ट्रल अफ्रिकन रिपब्लिक होला, कङ्गो होला, इथियोपिया होला, सुडान होला, सिएरालियोन होला, लाइबेरिया होला, माली होला, चाड होला, एसियाको कुरा गर्दाखेरि बर्मा होला, अफगानिस्तान होला, कुनै पनि देशभन्दा अझ तलसम्म जाने चाहिँ हाम्रो स्कोप कायम नै छ। त्यसो हुँदाखेरि सुदन गुरुङ एन्ड कम्पनीले जुन प्रयास अहिले गरिरहेका छन्, त्यो के अरे भदौ 24 को अपराधलाई जेनजी आन्दोलनको रूपमा स्थापित गर्ने, त्यो सबैभन्दा ठुलो चाहिँ त्यतिखेर अनि त्यो भ्रष्टाचार विरुद्ध सडकमा उत्रेका राजनीतिक परिवर्तन चाहेका यो देशलाई अगाडि बढाउन खोज्ने जुन युवाहरूको स्पिरिट हो, त्यो प्रति एकदमै सरासर गद्दारी हो। र उनीहरूले जसरी त्यो जेनजी आन्दोलनमा सुरुदेखि अन्तिमसम्म हरेक स्टेपमा नेतृत्व गरेका रक्षा बम लगायतका जुन हाम्रो सचेत साथीहरू छन्, उनीहरूलाई तिमीहरू को हौ भनेर प्रश्न सोध्ने जुन धृष्टता गरे, त्यसबाट चाहिँ उनीहरूको नियत अझ धेरै छर्लङ्ग भएको छ। त्यसो हुँदा यिनीहरूलाई चाहिँ प्रश्न सोध्ने अनि एक्सपोज गर्ने र म फेरि पनि अन्तिममा एकचोटि अनुरोध गर्छु, षड्यन्त्रको कोण चाहिँ छोडौँ। फेरि म एकचोटि भन्छु, पछाडि बसेर कसैलाई परिचालन गरिरहेको छ भने पनि अगाडि जो देखिन्छ हामीले जवाफदेही बनाउने उसलाई हो, प्रश्न के अरे जवाफ माग्ने उसलाई हो, अनि त्यस पछाडि पर्यो भने दण्डित गर्ने पनि उसलाई हो है। कसैले चाहिँ त्यसको लागि के अरे त्यसरी जेनजी आन्दोलनको नाममा कसैले अपराध गर्छ, आफै अपराध गरेको भेटिन्छ भोलि। कोही चाहिँ के अरे भदौ 24 मा मान्छेलाई जिउँदै जलाउँदै भेटिँदै गर्छ कोही मान्छे, र उसले आफूलाई जेनजी आन्दोलनको चाहिँ अभियन्ता भन्छ भने पनि फलानाले सञ्चालित फलानाबाट सञ्चालित भनेर उसलाई अनुमति दिने होइन। त्यो षड्यन्त्रको कोण काम लाग्दैन। जो भेटिन्छ उसलाई जवाफदेही बनाउने हो। बनाउनको लागि राज्यलाई दबाब दिने तपाईँ हाम्रो काम हो। र जेनजी आन्दोलनको जुन मूल मिसन थियो यो देशमा भ्रष्टाचार अन्त गर्ने, जवाफदेही शासन स्थापित गर्ने, गणतन्त्रलाई अझ बलियो बनाउने, त्यसलाई चाहिँ भर्तेक गर्ने र यो गद्दारी गर्नेहरूलाई चाहिँ उनीहरूको औकात देखाइदिने र उनीहरूसित जवाफ मागिरहने। र मेरो विचारमा सनलाइट इज द बेस्ट डिसइन्फेक्टेन्ट। यसमा जति कुराहरू सार्वजनिक हुन्छ, तपाईँ हामी बहस गर्छौँ, प्रश्न सोध्छौँ, त्यति धेरै उनीहरू पनि जवाफदेही हुन बाध्य हुन्छन्। यति भन्दै म आजको बोधवार्ता यति गरेँ। धन्यवाद, नमस्ते।